हेलो तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा र अझै फेरि एउटा मैले नयाँ माइनक्राफ्टको भिडियो लिएर आइसकेको छु तपाईहरुको अगाडि र यो पछाडी देखिरहनु भएको छ नि यो एउटा डाँडा कि है जस्तो के हो त्यसलाई चाहिँ म एउटा कस्तो ब्रिज जस्तो मैले चेन्ज गर्न आँटिरहेको छु तपाईहरुले चाहिँ थम्बनेलमा हेरि नै सक्नु भएको छ होला हैन तर अब थम्बनेल त मैले यो भन्दा पछि बनाउने हो त्यो हेरेर चाहिँ तर अहिले चाहिँ मलाई कस्तो बन्छ त्यो पनि थाहा छैन हैन र अब चाहिँ यसलाई चाहिँ बनाउन लाग्ने पछाडीकोलाई चाहिँ खै कस्तो बन्छ त्यो चाहिँ मलाई पनि थाहा छैन र अगाडिको भिडियो हेरिसक्नु भएको छ भने चाहिँ तपाईलाई धन्यवाद र यो भिडियोलाई लाइक र सब्स्क्राइब चाहिँ गरिदिनु होला हैन र अब हामी भिडियोलाई सुरु गरौँ यो भिडियोलाई नअड्काइकन सुरु गरौँ है त र हामीले अब थोरै सामान चाहिन्छ यसलाई केही बनाउनको लागि के गरौँ भने भिडियो फेरि मैले यस्तो गरिराख्नु धेरै लामो हुन्छ र म अलिकति थोरै सामान चाहिँ केही बनाउन खोज्छु यसलाई र त्यस्तै कुराहरू म यहाँ तपाईले स्क्रिनमा देखिरहनु भएको छ होला यस्तै केही कुराहरू चाहिँ म यसलाई बनाउन खोजिरहेको छु हेर्नु कस्तो हुन्छ त मलाई पनि थाहा छैन र सुरु गर्नुभन्दा अगाडि यो भिडियोलाई लाइक र सब्स्क्राइब चाहिँ गरिदिनु होला हैन र मेरो भिडियोहरु कस्तो लाग्छ त्यो कमेन्टमा नि पिन गरिदिनु होला त आजको भिडियो केही नगरिकन सुरु गरौँ पहिला सुरुमा त अप्ठ्यारो लाग्छ अनि पछि आनन्द लाग्दा चाहिँ बनाएन तर यो पम्किन लगाएर चाहिँ राम्रो देखेन यो पम्किन लगाएर चाहिँ राम्रो देखेन कि त्यही भएर यो चाहिँ हटाएर म अर्को लाउन गइरहेको छु यसलाई चाहिँ अब यहाँनिर त चाहिँ खोइ के बनाउँछु त्यो चाहिँ मलाई अलिकति अलरेडी के बनाउँछु त्यो चाहिँ थाहा नै भएन के बनाउँछु चाहिँ थाहा भएन यतापट्टि चाहिँ थ्याङ्क यू गाइस तपाईहरुले भिडियो एकचोटि हेरिदिनु भयो र चाहिँ आजलाई चाहिँ यति नै र यो भिडियोलाई लाइक गर्नु छैन भने लाइक गरिदिनु होला थ्याङ्क्स फर वाचिङ बाइ बाइ